नमस्ते, म राजेश्वर मल्ल लुकेको कथा पोडकास्टमा आज चाहिँ होस्टको भूमिका निर्वाह गर्दैछु। प्यारो डियर माई डियर भाइसँग नमस्ते, म चाहिँ यो लुकेको कथाको चाहिँ एडिटर तथा क्यामेराम्यान। म चाहिँ अफ क्यामेरामा चाहिँ पनि काम गर्छु। आज चाहिँ हाम्रो विशेष कुराकानी के हो भनेपछि दुई दाइ भाइको होइन बसेर हाम्रो यो लुकेका कथा नाम नै किन रह्यो त्यो विषयमा आज केही कुरा गर्ने। अब हामीले आज हाम्रो ऊ छ छलफल होइन दुई दाइ भाइको, र हाम्रो श्रोता पनि हामी दर्शकहरूलाई यसको बारेमा थोरै जानकारी दिन्छ होइन। अब विशेष लुकेको कथा नै किन राख्नु भयो भन्दाखेरि दूरदराजमा बस्तीहरूमा समथिङ चाहिँ के छ हामी यहाँ चाहिँ भित्रै छु अहिले। अब बाहिर गएपछि देख्छु होला लुकेको कथा समथिङ चाहिँ हाम्रो किंवदन्ती दन्ते कथाहरू पर्यो, दन्ते कथाहरू। अनि त्यसपछि गएर त्यस्तो कोही चाहिँ बाध्यतावश ठ्याक्कै आफ्नो उद्देश्य एकातिर अनि लक्ष्य एकातिर र बाध्यता एकातिर हुन्छ कि गाउँको कतै चाहिँ त्यस्तो समस्या हुन्छ समथिङ। त्यही त हाम्रो ठाउँतिर अलिक विकट छ नि त, विकट छ होइन। कतिपय ठाउँमा त नेट नै छैन, नेट छैन, फोन छ तर नेट छैन क्या, छैन नेट छैन। मैले पनि धेरै धेरै देखाएको छु त्यस्तो केसहरू। कुनै ठाउँमा त पुरा रुखौलीकन टावर खोज्छन् यस्तो क्या। यतातिर हामी यो काठमाडौँतिर गएपछि यस्तो त्यो पोलमा टक्क राखेको हुन्छ त मोबाइल क्या, सादा मोबाइलहरू जो ठ्याक्कै कहाँ टावर टिप्छ त्यही अनुसार त्यही गएर अनि यसरी टावर पनि कथा हो नि त। किनभने नि अब जस्तो कि अहिलेको हाम्रो पुस्ता डिजिटल पुस्ता, डिजिटल अब डिजिटलमा चाहिँ अब जस्तो हुन्छ नि त अनलाइन कामहरू हुन्छ। प्राय गाउँघरतिर के हुन्छ भनेपछि जस्तो अनलाइन कामहरू ठप्प केही छैन। अनलाइन काम त के यो सामाजिक सञ्जालतिर पनि ठप्प पनि ठप्प प्राय त्यही भएर होइन गाउँघरतिर। अनि यो खबर चाहिँ हामी होइन केही हदसम्म हामीले यो लुकेको कथाबाट केही देखाउँ भन्ने होइन हाम्रो ठुलो छ हाम्रो होइन प्रोसेस हामी प्रोसेस छ। त्यसपछि गएर लुकेको कथाको मतलब के छ भनेपछि होइन दाजु त्यो हामीले राखेको होइन, अस्ति कुरा भएको थियो नि त, सबैलाई जानकारी दियो। लुकेका कथा भनेको अब हाम्रो ठाउँतिर होइन अब एकदमै गरिबीको कारणले गर्दा होइन कतिपय कुरा निस्किया छैनन् क्या बाहिर, निस्किएकै छैनन्। कति कुरा छन् भोलि हामी निकालौँ मात्र होइन, यस्तो हेर्छ कि होइन भन्नै छैन क्या। जस्तै मानव लुकेको कथामै पनि छायानट दाम पर्छ क्या, छायानट दाममा पनि होइन एउटा बुद्धिस्ट जान्छ एउटा हिन्दू जान्छ, दुईजना जान्छ। फेरि बुद्धको पनि मूर्ति छ त्यहाँ, फेरि उसको पनि छ क्या, शिवको पनि छ जान्छन्। त्यो पनि अचुक कथाहरू त्यसलाई पनि हामीले अस्ति ठ्याक्कै अस्ति त्यही भएर तिमीलाई जाऊ भने हामी अस्ति जाऊ भने डिस्ट्रिक्ट क्षेत्रमा पनि जस्तो कि हाम्रो खतेरमा एकजनाले होइन त्यहाँ पहिला एकजना मान्छेले आफ्नो छोराछोरी चारजना छोराछोरीले मारिहाल्यो नि त। त्यहाँ मारेर गडा दिएर अरे खाल्डो खुनिकै कस्तो त्यस्तो भएको छ। अनि क्राइमकै कुरा गर्ने भनेपछि हाम्रो त्यो मुन्दुमा त्यत्रो घटना घट्यो होइन, मुन्दुको घटना यस्ता यस्ता घटनाहरू धेरै छन् कि हाम्रो लुकेको कथा क्राइमको लागि मात्र। जस्तो कि अब हुन्छ नि क्षमता भएका मान्छेहरू होइन हाम्रोमा त के छैन मागल चाँचडी होइन, अनि त्यसपछि गएर चम्पा बालो हो यस्ता कुराहरू हाम्रोमा बालो हुन्थ्यो त्यो मेरो बालो खुला भयो कतिमा अब बत्ती पनि गयो एउटा बत्तीले अलिक समस्या गर्यो। अनि टेक्निकल प्रब्लममा आइरहेको यो पनि लुकेको कथा हो दाजु। मेरो बालोमा तिमीले बाक्रा नाच देखिया हेरेको छौ कि छैन? हेरेको छु मुकुट लगाएर होइन यस्तो नाच्नेवाला त हरिणी हेरेको छु? हरिणी थाहा छैन, हरिणी थाहा छैन। हरिणी त भेडासिंह अगाडि हाल्छ क्या, अनि टक्क डोरी बाँधेर ठुलो ठुलो पछाडि पुच्छर बनाउँछ।
टक्क यसरी हेर्नु चढेर यस्ता कथाहरूलाई चाहिँ हामीले राजधानीसम्म पुर्याउनु छ होइन। किन हाम्रो ठाउँ त एकदम पहिला छ नि, मुगु जिल्लाको गमगढी भनेको त एकदमै थियो। अझ त हामी गमगढी जिल्लामा अलि मेडहरू छ होइन, अलि सोसियल मिडियामा हामी एक्टिभ छौँ। यता गाउँघरतिर जस्तो कि हामीले गोबा साइड, गोबाको शोभामा गएको बेलामा हामीले देख्यौँ नि त्यहाँको धामी नाच, त्यहाँको हेर्नु न पुरै जमरा सुनको जमरा निकालेको छ नि त्यहाँनिर। यस्ता यस्ता कुरालाई हामीले निकाल्नु पर्छ। यो बिचमा जुन छ ज्यान्ती आन्दोलन, अब देशैभरि त्यस्तो माहौल भयो नि त होइन। त्यसै अब त्यसको अब अर्थतन्त्र राजनीतिक होइन त्यो सबै परिवर्तन भयो नि त। अब नयाँ अब हाम्रो आउनु भएको छ, नयाँ प्रधानमन्त्री आउनु भएको छ, महिला प्रधानमन्त्री होइन। त्यसमा यस्तो यस्तो कुराहरू भइरहेछ। यस्तै हो। जस्तो हाम्रो लुकेको कथाको त मेन उद्देश्य भनेको त यी मुगु जिल्लामा लुकेका कथाहरू होइन, घरबार विहीन भएका अनि कला संस्कृतिहरू जगाउने हाम्रो मेन लक्ष्य त्यही त हो नि। त्यही हो होइन, त्यही देखाउनुपर्छ हामीले। अहिले हाम्रो चाहिँ यस्तो चाहिँ लुकेको कथामा सम्थिङ चाहिँ राम्रा रमणीय ठाउँहरू, पर्यटकीय ठाउँहरू होइन, चल्किने जस्ता दुध हो त। यो दुध कुन सिजनमा गइन्छ? दुध त दाजु यो जुन बर्खाको सिजन हुन्छ नि, यो बर्खा जुन हामी त्यही साउन भदौसम्म जानुपर्छ दाजु। त्योभन्दा पछि किन भन्दा त्यहाँ एकदमै हाई एल्टिच्युडमा छ नि त, त्यहाँ भएको हुनाले त्यहाँ के हुन्छ भने पानी पर्छ, हिउँ पर्छ, त्यहाँ बरफ जमेको हुन्छ, त्यहाँ जानै सकिँदैन। -0°C त्यहाँको आइस जम्यो त है, आइस हुन्छ कि त्यहाँ। त्यो तपाईँको अहिले जाँदाखेरि पानीले केही गर्दैन, यतिखेर त जानै सकिँदैन हो र? पुरा पानी पर्छ, पानी पऱ्यो। लुकेको कथा बोल्यौँ हामीले बाहिरतिर होइन निकाल्ने हो दाजु, बाहिरतिर जाने हो, फिल्डतिर जाने हो। हाम्रो एक हप्ता लुकेको कथामा चाहिँ हाम्रो पोडकास्ट हुन्छ, हामी कुराकानी गर्छौँ। एक हप्ता अर्को हप्ता चाहिँ हामी फिल्डमै गएर त्यहाँको कथा लिएर आउँछौँ, के छ कसो छ होइन, त्यहाँको माहौलहरू